नमस्ते सबैजनालाई। म डाक्टर माधव बसाल, यस च्यानल कन्सल्ट डाक्टरको प्रस्तुता। यस च्यानल मार्फत हामी हजुरहरू समक्ष स्वास्थ्य सम्बन्धी जनचेतनामूलक भिडियोहरू ल्याउने उद्देश्यले घर घरमा डाक्टर भन्ने अभियानका साथ हजुरहरू सामु आएका छौँ। आज मलाई हजुरहरू सामु एउटा कुरा भन्न मन लाग्यो। मैले मेडिसिन पढ्दै गरेको क्रममा एउटा विज्ञ प्रोफेसरले एउटा कुरा भनेको मलाई अझै पनि याद छ। उहाँले के भन्नुहुन्थ्यो भन्दा प्रिभेन्टिभ मेडिसिन इज द बेस्ट मेडिसिन भनेर भन्नुहुन्थ्यो। जहिले उहाँले यो कुरालाई चाहिँ एकदमै प्राथमिकता दिएर हामीहरूलाई यही कुराको ज्ञान दिएको मलाई अझै पनि याद छ। अर्थात् रोग लाग्न नदिनु नै सबैभन्दा ठुलो उपचार हो भनेर उहाँले भन्नुभएको थियो। अहिलेको सिनेरियो हामीले हेर्दाखेरि पनि जस्तै पहिला हामीले हेर्दाखेरि पहिला मान्छेलाई झाडा पखाला, डायरिया अनि त्यसपछि मलेरियाहरू यस्तो सरुवा रोगहरूबाट मान्छे धेरै ज्यान गुमाउनु परेको थियो। तर अहिलेको अवस्था हामीले हेर्दाखेरि कस्तो छ भन्दाखेरि चाहिँ नसर्ने रोग जस्तै जसलाई हामीले नन कम्युनिकेबल डिजिज भन्छौँ, जस्तै सुगर, प्रेसर, थाइरोइड, डायबिटिजहरूदेखि लिएर यस्ता रोगहरूको चाप बढ्दै गएको छ। र यो रोग आजको भोलि हुने रोगहरू होइन। यी रोगहरूलाई यदि हामी सक्छौँ भने अर्ली फेजमा जस्तै सानै उमेरदेखि हाम्रो खानपान, रहनसहन, हाम्रो चोइसेसहरू, ह्याबिट्सहरू हामीले सुधार्दै गयो भने चाहिँ यो रोगलाई हामीले केही हदसम्म रोक्न मिल्छ। यसरी नै सही समयमा सही डिसिजन लिई र सही ठाउँमा पुग्न सक्ने चेतनाको विकास भएमा म आफ्नो समाजप्रतिको दायित्व र यो कार्यक्रम सार्थक भएको महसुस गर्दछु। अब आउने भिडियोहरूमा हामीहरू समाजमा भएका विभिन्न रोगहरूको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ। हस्, धन्यवाद।